यहाँबाट चाहिँ म तपाईँहरूलाई रोड देखाउँछु है। अफ रोड छ, सम्म त ठिकै छ। अब यहाँदेखि माथि चाहिँ अलिकति चनाखो भएर चलाउनु पर्ने हुन्छ। अफ रोड नै हो भन्नु त अब यस्तोमा। ल अब यहीँबाट सुरु हुन्छ है अलिकति ठाडो रोडहरू। हात्ती देखिरहेको छ हामीले माथिको। अब यहाँबाट चाहिँ अब तपाईँहरूको गाडीको बाइकको चाहिँ अब ठुलो गेर हाल्नु ठाउँ चाहिँ आयो है। बाटो अलिक उकालो ठाडै उकालो छ। अब हामी त्यो बाटोतिर जाँदैछौँ। अफ रोड नै छ यहाँ है। अफ रोड उकालो। अब चाहिँ मानुकोटको सबैभन्दा अलिकति उकालो र अप्ठ्यारो बाटो चाहिँ यहाँनिरको उकालो छ। न त त्यहाँ ढलन पनि गरेको छ तर उकालो छ, अलि धेरै नै उकालो छ। यहीँबाट हो यो सुरु हुने। यो उकालोमा चाहिँ अब कसैले गाडीहरू रोक्ने चाहिँ चेष्टा नगर्नु होला होइन। यो ढलन गरेको छ, यही हो अलि उकालो। यही बाटो हो तर अहिले ढलन गरेर अलिकति स्लाइडिङ हुन्छ भनेर ग्रिप पनि बनाएको छ। राम्रो छ, यो बाइकले राम्रै तानिरहेको छ है। यही हो अलिकति धेरै नै उकालो बाटो भनेको। बाटो राम्रो छ, ग्रिप पनि छ। यहाँ अब ढलान पनि गरेको छ बाटो, पिच पनि होइन, यो पुरै ढलान छ है। यही बाटो हो। अनि पुरै यो बाटो पनि कटियो है। त्यसपछि अलिअलि उकालो चाहिँ छ यहाँ माथि पनि, तर मेन उकालो चाहिँ त्यही हो है। त्यही भएर चाहिँ ढलान पनि गरेको छ। यहाँबाट चाहिँ अब हामी अलमोस्ट मानुगढ आइसक्यौँ है। त्यहाँ होटेलहरू पनि देख्न सुरु भइसकेको छ है। यहाँ अफ रोडै छ। अब हिँडेर जानेहरू चाहिँ हाम्रो सिधै थोरै माथि गएन हुन्छ, तर गाडीहरू पार्कको लागि चाहिँ उतै जानुपर्ने हुन्छ। त्यही हो मानुगढ आइपुग्ने बेलाको बाटो है। अफ रोड छ, त्यही पनि राम्रो छ। ग्राभेल चाहिँ गरेको रहेछ, तर पानी चाहिँ अब बगाइहाल्छ है। नाली पनि छ समाचार। अब हामी अलमोस्ट मानुगढ आइपुग्यौँ। त्यही हो यहाँ
यहाँ आइकन अब बाटो सम्म भइहाल्यो हामी डाँडामा आइसक्यौँ क्या अब अहिले त धेरै यस्तो थिएन म धेरै अगाडि आएको थिएँ यो होटेलहरू चाहिँ मैले म आएको बेलामा बनिसकेको रहेछ यहाँ हामी यहाँबाट सिधै माथि जान सक्छौँ यहाँबाट सिधै जान पनि सक्छौँ यो बाटो र हामी उतै पार गर्छौँ वेलकम टु अम्ब्रेला रेस्टुरेन्ट यो अम्ब्रेला रेस्टुरेन्ट मानुको खेल छ कहाँ जाने उतै जाने कता भयो